अहिले त प्रचण्डजीले पनि राजा चाहिन्छ हजुर भनेर आउनु भयो। राजा सबको साझा हो। हामी सिधै भन्छौँ पर्दैन सडकबाट ठेलेर पास गर्ने नि, हिम्मत भएर त आज यहाँ उभिराखेको र्याल काट्दै पनि प्रधानमन्त्रीको कुर्सी नछोड्ने। यसलाई भन्छ ओली तन्त्र। यो राणा तन्त्र भन्दा पनि कडा छ। राष्ट्र चाहिन्छ कि चाहिन्न भनेर हिम्मत र दम छ भने त अहिलेको सरकारले जनमतसँग गरेर देखाइदियो हुन्छ। सडक संसद दुईटैमा उभिराखेको छु, हिम्मत भएरै उभिएको छु हजुर। यति विकराल गर्ने अनि जनतालाई के भने यो त लोकतन्त्र हो। अनि हामी भेडा जस्तो तल बसेर लोकतन्त्र भन्ने। जुन दिनदेखि तपाईँले भित्री आत्मादेखि यो देशको राज संस्था सबभन्दा आवश्यकता हो छ भनेर तपाईँले जुन दिन राष्ट्रवादको मनले तपाईँलाई विजय प्राप्त गर्छ त्यो दिन राष्ट्र संस्था। राष्ट्रवादी भन्नुहोस्, राजावादी भन्दा पनि राष्ट्रवादी। खै आज सङ्गठित भएर तपाईँ पत्रकार सम्मेलन अगाडि घुमिराख्नु 25 गते सङ्गठित। जबसम्म देशबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिन्छ यो भन्दै गर्दा कसैले राष्ट्रपति बन्न। हामी कुन देशमा छौँ? उत्तरमा चीन छ, दक्षिणमा भारत छ, बीचमा अमेरिकाको इन्फ्लुएन्स छ। तीनवटा शक्तिको बीचमा यो देशलाई घेरिएको छ। यदि तपाईँको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको हातमा गइयो भने भोलि यो देशलाई युक्रेन बनाउँदैन भने के ग्यारेन्टी छ? अहिले बालेन शाह हामी जो भन्छौँ नि धेरै ठुलो भयो भने मेयरै हो नि, धेरै ठुलो भए सांसदै हो। प्रधानमन्त्री बन्न त कि त जनताबाट निर्वाचित हुने व्यवस्था हुनु पर्यो कि त अर्को जुनीमा सपना देख्नु। यस्तो जनताबाट निर्वाचित नभएको मान्छे अराजक हुने परम्परा छ। अब त डलरले चलाएको हो त संसद त्यतिखेर। अहिले त अस्ति डोनाल्ड ट्रम्पले त पुष्टि नै गरिदिनु भयो त। हुँदा हुँदा यिनीहरूले यतिसम्म गरे कि चुनाव हारेका हरुवाहरूलाई चाहिँ यो देशको प्रधानमन्त्री बनायो। दम र हिम्मत छ भने घेरे भइगयो। हिम्मत भइदियो 63 मा यिनले मारिदिन्थे। क्षमता आएन। अब डोनाल्ड ट्रम्पले अहिले नाङ्गै पार्यो, सब फुगालिदियो। अहिले हेर्नुहोस् त यिनीहरूको लङ्गुटिया लगेर यिनीहरू दौडा दौड छ। यिनीहरू सबैलाई भन्छु राजा सबको साझा हो, कुनै दलको होइन, कुनै पार्टीको होइन। राजा महेन्द्रको भ्रमण हेर्नु, टाढा जानु पर्दैन। अहिले देशको कार्यकारी प्रमुख नरहेका राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको भ्रमण, भुटानको भ्रमण हेर्नु। इज्जत भनेको के हो? संसदीय व्यवस्था भयो भने राजा आए पनि हुने। त्यही भएर संसदीय व्यवस्थामा नजाउँ भने संसदीय व्यवस्थाले अहिलेको संसदीय व्यवस्थाले प्रधानमन्त्री बन्नका लागि नेपाली काङ्ग्रेसबाट गगन थापा युवा आए पनि काम छैन, विश्व प्रकारलाई पनि हुँदैन। शासन गर्ने मान्छे जनताबाटै निर्वाचित गर्ने, जसलाई यो देशको राष्ट्रिय एकता चाहिएको छ, जसलाई मान प्रतिष्ठा इज्जत चाहिएको छ, जसलाई यो देश नेपाल पनि संसारभरि आज एउटा प्रतिष्ठित देश होस् भनेर चाहिएको छ, त्यसलाई राजा चाहिएको छ। जसलाई त्यो केही पनि चाहिएको सडेको अन्डा जस्तो भन्न परेको छ त्यसलाई चाहिएको छ। प्रचण्डजी चाहिँ S11 हुनुभयो, 1100 मोडल। अहिले आएको साथीहरू नयाँ ग्यालेक्सी अल्ट्रा फोर। हामी चाहिँ केमा फर्किन लागेको भने अझ एडभान्समा फर्किन लाग्यो। अब अहिले हामी केमा फर्किन स्पेस एक्समा फर्किन लाग्यो। देशमा प्रधानमन्त्री जनताले चुनोस्। मान भनेको के हो? प्रतिष्ठा भनेको के हो? आज यो देशमा शासन गर्ने मान्छे हामीले राजा हुनुपर्छ भनेको होइन, शासन गर्ने मान्छे जनताबाट निर्वाचित हुनुपर्छ। अहिलेको प्रधानमन्त्री के जनताबाट निर्वाचित हो? उहाँ जनताको छोरो भन्छ। देशको प्रधानमन्त्रीका लागि हामीले भोट हाले हो। आज झापाका जनताले उहाँलाई सांसद मात्रै बनाएका हुन्। आज झापाका जनताले सांसद बनाएका हुन्। आज जुम्लाका जनताले केपी शर्मा ओलीलाई प्रधानमन्त्री हो भनेर भोट हालेका छैनन्। डडेलधुराका जनताले केपी शर्मा ओलीलाई प्रधानमन्त्री हो भनेर भोट हालेका छैनन्। गर्नेलाई भन्दा देख्नेलाई लाज, गर्नेलाई भन्दा देख्नेलाई लाज। प्रधानमन्त्रीको थियो रङ्गशालामै बास। सरकारको विरोध गर्दा हातखुट्टा भाँच। पार्टीका बेल्लाधारी गुण्डाहरूको देखियो नाङ्गो ताण्डव नाच। 62-63 सालको आन्दोलनको बेला पनि गगन थापाले राजाका विरुद्धमा नारा लाउनुहुन्थ्यो। उहाँलाई पक्रेर लगेर मुद्दा चलाउँथ्यो तर कुटपिट गर्दैन। हतकडी लगाएको कहीँ देख्नु भएको थियो फोटो गगन थापाको? राजाका विरुद्धमा त्यतिखेर चलचित्र आगो भन्ने चलेको थियो। खुलम खुला त्यो चलचित्र चल्न दिनुहुन्थ्यो। कालो झण्डा देखाउन पाइन्थ्यो। त्यो पञ्चायतको कुरा गरे होइन, मैले 46 भन्दा पछाडिको कुरा गरेँ। तर आज संसद भवनभित्र लाइसेन्स प्राप्त गरेका पत्रकारलाई प्रश्न सोध्न पाइँदैन केपी ओलीलाई। स्वयं प्रतिनिधि सभाका सांसद प्रभु शाहले प्रश्न सोधिसकेपछि जवाब म दिन्न भन्नुहुन्छ प्रधानमन्त्री। यो किन भन्नुहुन्छ थाहा छ? किनकि जनताबाट गएर चुनाव जित्या होइन। एकपटक बेलायत गरेर अमेरिका गएर कुनै पनि देशमा गएर आउनुहोस्। हिजो राजा जाँदाखेरि त्यहाँका नेपालीले गर्ने व्यवहार के थियो, आज राजा नहुँदा नेपालीले गर्ने व्यवहार के छ? हिजो सक्रिय राज संस्थाका बेला यो देशमा 44 वटा उद्योग थिए। हामी कहाँ काम गर्न बङ्गालबाट र बिहारबाट मान्छे आउँथे। अहिले अर्काको घरमा भाँडा माझ्न हामीले माता मानेकी हाम्रा दिदीबहिनीलाई हामीले लक्ष्मी भनेर पूजा गर्छौँ, सरस्वती भनेर पूजा गर्छौँ, दुर्गा देवी भनेर हाम्रा दिदीबहिनीलाई पूजा गर्ने दिदीबहिनीहरू अर्काको देशमा काम गर्न आज बाध्य छन्। यही कुरा ठिक हो भन्ने यदि सडेको मान्छे हो भने त्यसले राज संस्था मन पराउँदैन। इज्जत र मान प्रतिष्ठा मलाई मन पर्ने नेपालीको वीर गोर्खाली हो भने राज संस्था मन पर्छ। काङ्ग्रेसको सभापति शेरबहादुर देवालले सही ठिक छ हजुर, म गलत बाटोमा रहेछु, अब बाटो सुधारेर आउँछु भनेर नेपाली काङ्ग्रेसको सभापति अहिलेका प्रचण्डजी उहाँले नै तपाईँको यसको स्वीकार गर्नु भने हामीले स्वीकार गर्नुपर्छ। संसदीय व्यवस्थाले गर्दा नमर्दासम्म देश जहाँ जाओस् भाँडमा जाओस् मतलब बन्द। अराजक गुण्डाहरू बटुल्यो। देशको प्रधानमन्त्री विदेश भ्रमण जानुभयो। देशको प्रधानमन्त्रीले देशको उद्योग कल कारखाना रोडको लागि बजेट ल्याउनुहुन्छ, विदेशीसँग पैसा माग्नुहुन्छ भनेर हामीले सोचेको त उहाँले आफ्नो निर्वाचन क्षेत्र झापामा रङ्गशाला बनाउनका लागि विदेशीका अगाडि पैसा माग्नु। यतिसम्म छेलकपट गरेका छन् यी डलरवादीहरूले। त्यो संसदमा पोको नै खोलेनन् यिनीहरूले। यतिसम्म झेलकपट गर्दाखेरि मिडियाका क्यामेरा बन्द भएका छन्। मयौँ भन्ने राइटरको कलमको टुप्पो भाँचिएको त्यत्रो जनमत सङ्कलन गरेर ल्याएपछि त सत्य कुरा त जनताले देखाइदिनु पर्यो। जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहेछ, मलाई चाहेको छैन। तपाईँले चाहे धन्यवाद, त्यो चाहेको छैन। राष्ट्रपति भने युक्रेनको जेलेन्स्की जस्तो भने के भन्नुहुन्छ? अब भन्ला हामीले राजा फाल्ने आन्दोलन
दलहरूले कहिले राजा फाल्ने आन्दोलन गरे? 2062-63 सालको आन्दोलन संसद पुनर्स्थापनाको थियो, नेपाली जनतालाई झुक्क्यायो। 2064 सालको 2063 साल वैशाख 11 गते आन्दोलन स्थगित भयो। आन्दोलन सकियो, आन्दोलन रोकियो, तर राजा यो देशमा संवैधानिक रूपमा विदा भएको 2065 साल जेठ 15 गते। भने 14 महिना राजालाई किन राखियो? आज इज्जत, मान र प्रतिष्ठा कहाँ? हाम्रो देशको राष्ट्रपति स्विजरल्यान्ड भ्रमण जानुभएको थियो भर्खरै, त्यहाँ नेपालको इज्जत नै फालिने गरेर राष्ट्रपतिको स्वागत गरी। देशको प्रधानमन्त्री अमेरिका जानुभयो, अहिलेको बहालवाला प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जानुभयो। तपाईँलाई सबैलाई थाहा छ। तर अमेरिकामा जाँदा अमेरिकाको राष्ट्रपति जी बाइडेनलाई भेट्नका लागि 5-6 दिन त प्रधानमन्त्रीले वेट गर्नु पर्यो। 77 मध्ये 78 जिल्लाका जनताले, अझ भन्ने हो भने 165 वटा निर्वाचन क्षेत्रभन्दा बाहिर गएर 164 वटा निर्वाचन क्षेत्रका जनताले उहाँलाई प्रधानमन्त्रीका लागि भोट हालेको हो। कोही 2 पटक हुने, कोही 3 पटक, कोही 5औं पटक भएर अब 6औं पटकको प्रयास गर्ने। तर देशका युवा आज 55 लाख भन्दा बढी युवा अर्काको देशमा काम गर्न बाध्य छ। ठगीमा पर्नेको त यति ज्यादा ताती छ कि एकपटक मैले यो ठगीमा परेका मान्छेहरूलाई सहयोग गर्नका लागि एउटा मोबाइल नम्बर मेरो सामाजिक सञ्जाल फेसबुकबाट एक दिनमा 500 वटा भन्दा बढी कलहरू आइरहेको छ। एउटा राष्ट्र प्रमुख गलत आउने बित्तिकै त्यसले देशलाई युक्रेनमा धकेल्न सक्छ। राष्ट्रिय एकतालाई बाँध्ने, संसारभरि मानेको र सबैको साझा जनता, पार्टी, संगठन, राजा, सबको साझा राजा, राष्ट्रपतिको रूपमा राजालाई राख्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री। र अर्को रह्यो जन्मसङ्ग्रह। के राजा जन्मसङ्ग्रहबाट फालेको? तपाईँ यहीँ भएका पत्रकारहरूलाई सोधियो, राजा चाहिन्छ कि नै, राष्ट्रता चाहिन्छ कि नै भनेर के भोट हाल्नुभयो तपाईँ? तपाईँलाई धर्मनिरपेक्षता ल्याउने कि नल्याउने भनेर तपाईँलाई जन्मसङ्ग्रह गरियो? चुनावै नलिएका खिलराज रेग्मीलाई यो देशको प्रधानमन्त्रीको कुर्सीमा बसाले राखी अध्यक्ष बनाएर मन्त्री परिषद। एउटा कार्यकाल खाइसकेपछि, एक कार्यकाल खाएपछि दोस्रो कार्यकाल भन्दा फेरि प्रधानमन्त्री नहुने व्यवस्था यो देशमा बनाउँछ। यहाँ आदरणीय बाजे भजैहरू 2051 सालमा अहिलेको प्रधानमन्त्री केपी शर्मा ओली विदा हुनु, 64 मा प्रचण्ड विदा भइसक्नुहुन्थ्यो, 2051-52 मा शेरबहादुर देउवा यो देशको प्रधानमन्त्रीबाट उहाँ विदा भइसक्नुहुन्थ्यो। जसले संस्कार मान्छ, जसले रीतिरिवाज मान्छ, जसले यो देशको परम्परा र राष्ट्रवादलाई मान्छ, सबैजना उपस्थितका लागि हामी साधारण निमन्त्रणा। तपाईँले ल्याउने भनेको सबै मान्छेहरू राष्ट्रिय झण्डामा एकजुट भइदिन भने हामी अपिल र अनुरोध गर्न चाहन्छौँ। दिउँसो 3 बजे राजाको सवारी हुने भन्ने छ, तर हामी 1 बजेबाट त्यहाँ जम्मा हुने। त्यो हुनाले सबैलाई यही पत्रकार सम्मेलनबाट उपस्थितका लागि हार्दिक अपिल र अनुरोध गर्न चाहन्छु। बेलायतमा राजा छ, आज किन उभा छ? खै हामीभन्दा त जान्ने बुझ्ने बेलायत होला, हामीभन्दा जान्ने बुझ्ने स्पेन होला, हामीभन्दा जान्ने बुझ्ने अस्ट्रेलिया होला। आज तिनीहरूले राजा मान्न हुने जसले यो देश बनाउनु, राजाको नेतृत्वमा जनताको साथमा यो देश बनाइएको। यो देश आज पनि भन्छु, यो देश आज पनि न मार्क्सले बनाउनु भएको, न लेनिनले बनाउनु भएको, न माओ सेतुङले बनाउनु। यो देश राज संस्था र जनता मिलेर बनाएको देश हो, राजा र जनता मिलेर बनाएको देश हो। यो भन्दै गर्दा केही डलरवादीहरू ब्रुक ब्रुक उफ्रिन्छ, जनताले भन्छ, जनता पनि त राजै हो, राजा पनि त जनतै हो। त्यसो भने त गणतन्त्रवादीहरू यो देशमै नबसेको। न मार्क्सले बनाएको उहाँको सरदर फादर, न उहाँले मानेका लेनिनले बनाएको देश हो, न तपाईँको चे गभराले बनाएको देश हो यो, न तपाईँको स्टालिनले बनाएको देश हो यो। राजा र जनता मिलेर बनाएको भने यो व्यवस्था र यो देश जसले आर्जेकै होइन, जसको नेतृत्वमा देशै बनेको होइन। जानेर सभामा बस्नुहुन्छ नि, जानेर म बस्छु नि, त्यो पनि राजा वीरेन्द्रले बनाएको बिल्डिङ। हामी जनतामा यो व्यवस्था उल्ट्याउँछौँ भनेर भोट माग्न गएको। रापरबाको मेनिफेस्टो एकछिन पढिदिनु पर्यो। यसले मलाई प्रश्न गर्नुभन्दा अगाडि हामीले सिधै भनेका छौँ, संविधानको संशोधन नै हाम्रो मूल एजेन्डा हो। यही एजेन्डा लिएर जनतामा गयौँ, जनताले पत्यायो, जितेर आयौँ, त्यो हाम्रो अधिकार हो। नेपाली काङ्ग्रेसका सांसद साथीहरूले, नेपाली काङ्ग्रेस र एमालेका साथीहरूले 83 मा 84 मा राजालाई चुनाव लड भनेपछि मैले भने जवाब के हो भने, चुनाव होइन, सबभन्दा ठुलो कुरा त जनताको जनमत हो। जनताको जनमत भन्दा ठुलो संसारमा केही पनि। नेपालको लाखौं जनताको, हजारौं जनताको जनमतले भोलि ज्ञानेन्द्र साई चाहिँदैन भने मैले स्वीकार्नुपर्छ। जनताको जनमत गरौँ। तपाईँ चुनाव होइन, सांसदको चुनाव लड्ने हो र? जनताका घर घरमा गएका थिए। 66 सालमा पनि गएछन्, 64 को संसदको स्थापना पछाडि र 70 को संसदको स्थापना पछाडि पनि गएछन्। गएर जनताको सबैको कलेक्सन ल्याइयो, तर त्यहाँ त कलेक्सन ल्याएर आएपछि त जनताको जनमत के छ भन्ने कुरा त देखाउनु पर्थ्यो नि त। कोही सांसद अहिले पनि माओवादीमा छ, ती सांसदहरूलाई अस्ति मैले भेटेर भने के हो त वास्तविकता भनेर सोद्धा अधिकांश नेपालको 90% जनताले त जनमत के दिया थिए रे, हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू राष्ट्र भनेर। प्रदेश संरचना त आवश्यकै छैन भन्ने थियो रे जनताको माग। राजा सहितको प्रजातन्त्र भन्ने जनताको माग थियो। युरोपियन युनियनले, युएसआइडी फन्डको डलरले अमेरिकाको अगाडि डलर खाइसकेपछि त्यो पोको नै नखोलेर यिनीहरूले संविधान जारी गरे। त्यस्तो पाइन्छ कि? त सुझाव संग्रह गर्न जानु भएन। यदि गरेर ल्याइसकेपछि त्यो सत्य के हो त्यो त देखाइदिनु पर्यो नि त। त्यो अवस्थामा यो अराजकको भोट खण्डाफोर गर्छौँ र कार्यव्यवस्थाको बैठकमा हामी यो कुरा उठाउँछौँ। त्यही सडेको सिद्धान्त मान्ने भएपछि काम कसरी हुन सक्छ? जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजी, हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन राष्ट्र र राजा सहितको प्रजातन्त्रको कुरामा आउँछ भने हामी स्वागत गर्न तयार छौँ। होइन भने
राष्ट्रपतिको ठाउँमा गयो भने हाम्रो अन्तर्राष्ट्रिय जगतमा इज्जत मान प्रतिष्ठा र राष्ट्रिय एकता हुन्छ। अहिलेको राष्ट्रपति काङ्ग्रेसको, अब यहाँभन्दा अगाडिको राष्ट्रपति कसको? एमालेको, त्यहाँभन्दा अगाडिको राष्ट्रपति काङ्ग्रेसको, उपराष्ट्रपति अहिले जसपाको, त्यहाँभन्दा अगाडिको उपराष्ट्रपति माओवादीको, त्यहाँभन्दा अगाडिको उपराष्ट्रपति जसपाको। पार्टीको मान्छे चाहिँ राष्ट्र प्रमुख हुनु हुँदैन भन्ने हाम्रो धारणा हो। शासन